ओके, फेरि पनि नमस्ते अनि स्वागत छ तपाईँ सम्पूर्णलाई यो च्यानलमा। हामीले सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 को बारेमा चर्चा गर्दै गएका छौँ र परिच्छेद 4 सम्म हामीले चर्चा गरिसकेका छौँ। अब परिच्छेद 5 मा हामी प्रवेश गर्ने जमर्को गरिरहेका छौँ। परिच्छेद 5 मा चाहिँ विविध रहेको छ, जस अन्तर्गत विभिन्न दफाहरू चर्चा गर्ने जमर्को लिइरहेका छौँ। सर्वप्रथम दफा 24 मा रहेका प्रावधानहरू व्यवस्थाहरू के रहेका छन् त्यसबारेमा जानौँ। दफा 24 मा रहेको छ पदीय उत्तरदायित्वको निर्वाह है, पदीय उत्तरदायित्वको निर्वाह। एसएन वा प्रचलित कानुन बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी भएका पदाधिकारीहरूले आफ्नो अधिकारको प्रयोग गर्दा वा कर्तव्य पालना गर्दा देखाएको विषयमा ध्यान दिनु पर्ने हुन्छ है। के रहेका छन् हामी सरस्वती जानौँ। आफूले सम्पादन गर्ने काम निर्धारित समयमा नै सम्पादन गर्न आफूले नै पहल गर्नुपर्दछ है। के भन्यो भन्दाखेरि चाहिँ आफूले सम्पादन गर्नुपर्ने काम निर्धारित समयमा नै सम्पादन गर्न चाहिँ आफैले पहल गर्ने है। त्यसैगरी सरकारी वा सार्वजनिक स्रोतको प्रयोग गर्दा है मितव्ययी ढङ्गबाट अधिकतम सदुपयोग गर्ने है। सरकारी वा सार्वजनिक स्रोतको प्रयोग गर्दाखेरि मितव्ययी ढङ्गबाट है जतिसक्दो कम खर्चबाट अधिकतम सदुपयोग गर्ने र उत्पादनशील हुने गरी प्रयोग गर्ने है। त्यसैगरी ग नम्बरमा रहेको छ सरकारी वा सार्वजनिक कार्यालयलाई सेवा प्रदायक संस्था हैन अनि सम्बन्धित पदाधिकारी मुलुकको चाहिँ सेवक अथवा जनताको सेवक तथा सर्वसाधारण सेवाग्राही चाहिँ सेवा पाउने अधिकार भएको व्यक्ति हो भन्ने कुरामा ध्यान दिने है। त्यसैगरी ग नम्बरमा कार्य सम्पादनमा ढिलासुस्ती वा विलम्ब हुनु भनेको स्रोत र साधनको चाहिँ दुरुपयोग हुनु हो हैन। कार्य सम्पादनमा ढिलासुस्ती अथवा विलम्ब हुनु भनेको चाहिँ स्रोत साधनको चाहिँ दुरुपयोग हुनु हो हैन। मुलुकको थप स्रोत र साधनको चाहिँ खर्च हुनु हो भन्ने भावना राख्ने है। त्यसैगरी ग नम्बरमा कार्य सम्पादन गर्दा कुनै अपरिहार्य कारण परि तत्काल कार्य सम्पादन गर्न नसकिने भएमा त्यसको जानकारी चाहिँ माथिल्लो निकायलाई दिनुपर्ने हुन्छ है। कार्य सम्पादन गर्दाखेरि कुनै पनि अपरिहार्य काम पर्यो हैन, जसले गर्दाखेरि चाहिँ कार्य सम्पादन गर्न चाहिँ असमर्थ भएमा तत्काल चाहिँ कार्य सम्पादन गर्न नसकिने जानकारी चाहिँ माथिल्लो निकायलाई दिने। तर सार्वजनिक सेवाको विषयमा अथवा चाहिँ सेवाग्राहीसँग सम्बन्धित विषयमा त्यस्तो विषय भएमा चाहिँ हैन, त्यस्तो विषयको चाहिँ सम्बन्धित कार्यालयको चाहिँ सूचना पार्टीमा हैन सूचना तासेर चाहिँ आवश्यकता अनुसार प्रचार प्रसार समेत गरी हैन सर्वसाधारणलाई चाहिँ जानकारी दिनुपर्ने हुन्छ है। त्यसैगरी च नम्बरमा चाहिँ आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा जिम्मेवारी पदाधिकारीले स्वयंले चाहिँ अब निर्णय गर्नुपर्ने र कुनै किसिमको कानुनी जटिलता वा दुविधा नभएको सामान्य विषयमा चाहिँ माथिल्लो निकायको निर्देशन माग नगर्ने हैन। त्यसैगरी 6 नम्बरमा रहेको छ सरकारी वा सार्वजनिक कामको सिलसिलामा
सार्वजनिक पद धारण गरेको सरकारी वा सार्वजनिक कामको सिलसिलामा चाहिँ सार्वजनिक पद धारण गरेको व्यक्तिले चाहिँ सेवाग्राहीसँग प्रचलित मूल्य, मान्यता र संस्कृति अनुरूपको चाहिँ शिष्ट व्यवहार गर्ने भन्ने कुराहरूको चाहिँ पदीय उत्तरदायित्वको बारेमा हामीले चर्चा गऱ्यौँ। अब त्यसै गरी दफा 25 मा नागरिक बडापत्र राख्नुपर्ने भन्ने विषयमा चर्चा गर्न जाँदैछौँ। ओके, नागरिक बडापत्रमा राख्नुपर्ने कुराहरू के रहेका छन् भन्ने विषयमा सरसर्ती बुझौँ है त। उपदफा 1 मा भनेको छ सर्वसाधारणलाई सेवा प्रदान गर्ने वा एउटा जनसम्पर्क कायम गर्ने प्रत्येक एउटा सरकारी कार्यालयहरूले चाहिँ सबैले देख्ने ठाउँमा तोकिए बमोजिमको नागरिक बडापत्र राख्नुपर्ने छ भनेको छ है। उपदफा 2 मा चाहिँ उपदफा 1 बमोजिमको नागरिक बडापत्रमा चाहिँ अन्य कुराको अतिरिक्त देखाएका कुराहरू उल्लेख भएको हुनुपर्ने छ भनेको छ है। क नम्बरमा भनेको छ सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति है। सम्बन्धित कार्यालयले चाहिँ दिने सेवा र त्यसको सेवाको प्रकृतिको बारेमा जानकारी दिनुपर्ने हुन्छ भनेको छ। त्यसै गरी ख नम्बरमा सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यविधि है। सेवाग्राहीले चाहिँ सम्बन्धित सेवा प्राप्त गर्नको लागि कुन कुराहरू चाहिँ पुरा गर्नुपर्ने छ हैन, कुन कार्यविधि चाहिँ पुरा गर्नुपर्ने हुन्छ त्यसको बारेमा जानकारी दिनुपर्ने हुन्छ। त्यसै गरी ग नम्बरमा रहेको छ सेवा प्रदान गर्न लाग्ने समयावधि है। सम्बन्धित चाहिँ सेवा प्रदान गर्नको लागि चाहिँ कति समय लाग्छ भन्ने कुराको चाहिँ स्पष्ट जानकारी दिएको हुनुपर्ने हुन्छ है। त्यसै गरी घ नम्बरमा सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण है। सेवा प्रदान गर्ने पदाधिकारीको बारेमा र निजको कार्यकक्षको विवरणको बारेमा चाहिँ जानकारी दिएको हुनुपर्ने। त्यसै गरी ङ नम्बरमा सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण भनेको छ है। हामीले चाहिँ सेवा प्राप्त गर्दाखेरि लाग्नुपर्ने दस्तुर हैन तथा अन्य रकम भए सोको बारेमा चाहिँ स्पष्ट खुलाएको हुनुपर्ने भनेको छ। त्यसै गरी च नम्बरमा तोकिए बमोजिमका अन्य कुराहरू भनेको छ है। त्यसै गरी उपदफा 3 मा चाहिँ के भनेको छ भन्दाखेरि उपदफा 1 मा उल्लेख भएका कुराहरू सम्बन्धित कार्यालयलाई बाध्यात्मक हुनेछन् है। उपदफा 1 मा चाहिँ भनेका सबै कुराहरू उल्लेख भएका सबै कुराहरू चाहिँ त्यो सम्बन्धित कार्यालयलाई र सम्बन्धित पदाधिकारीहरूलाई चाहिँ बाध्यात्मक हुनेछन् र सो बमोजिम चाहिँ कार्य सम्पादन गरी सर्वसाधारणलाई सेवा प्रदान गर्नु सम्बन्धित कार्यालय प्रमुख र अन्य कर्मचारीको चाहिँ कर्तव्य हुनेछ भनेको छ है। त्यसै गरी उपदफा 4 मा चाहिँ मनासिब कारण बिना है, मनासिब कारण बिना उपदफा 1 बमोजिमको नागरिक बडापत्र बमोजिम कार्य सम्पादन नभई सेवाग्राहीले सेवा प्राप्त गर्न नसकेमा सम्बन्धित कार्यालयको चाहिँ प्रमुख तथा सोको जिम्मेवारी कर्मचारी उप हैन, सोको चाहिँ जिम्मेवार एउटा कर्मचारी उप चाहिँ विभागीय कारबाही हुन सक्ने छ भनेको छ है। त्यसै गरी उपदफा 5 मा भनेको छ नागरिक हैन एउटा नागरिकलाई चाहिँ मनासिब कारण बिना है उपदफा 1 बमोजिमको नागरिक बडापत्र बमोजिमको कार्य सम्पादन नभई हैन नागरिकले अथवा चाहिँ सेवाग्राहीले सेवा प्राप्त गर्न नसकी
सेवाग्राहीलाई कुनै किसिमको हानि नोक्सानी हुन गएकोमा हैन सो हानि नोक्सानी बापतको क्षतिपूर्ति सम्बन्धित व्यवस्था एउटा क्षतिपूर्ति चाहिँ एउटा सम्बन्धी व्यवस्था तोकिए बमोजिमको हुनेछ भनेछ। के भन्यो भन्दाखेरि चाहिँ मनासिब कारण बिना उपदफा 1 बमोजिमको नागरिक बडापत्र बमोजिम कार्य सम्पादन नभई हैन सेवाग्राहीले चाहिँ सेवा प्राप्त गर्न नसकी सेवाग्राहीलाई कुनै किसिमको हानि नोक्सानी हुन गएमा सो हानि नोक्सानी बापतको क्षतिपूर्ति सम्बन्धी चाहिँ व्यवस्था तोकिए बमोजिमको हुनेछ भनेको छ है। यसरी हामीले नागरिक बडापत्र राख्ने सम्बन्धी विषयमा चर्चा गर्यौं। त्यसैगरी उपदफा 26 मा रहेको छ घुम्ती सेवा सञ्चालन गर्न सकिने भन्ने विषयमा उल्लेख गरेको छ है। यस विषयमा जानकारी लिउँ है। दफा 26 मा चाहिँ घुम्ती सेवा सञ्चालन गर्न सकिने भनेको छ। सेवा सञ्चालन गर्न सकिने है। घुम्ती सेवा सञ्चालन गर्न सकिने भनेको छ है। यसमा चाहिँ के भनेको छ भन्दाखेरि सर्वसाधारणको एउटा सामूहिक वा व्यक्तिगत सरोकार रहने कुनै सेवालाई हैन सर्वसाधारणहरूको चाहिँ सामूहिक वा व्यक्तिगत सरोकार रहने कुनै सेवालाई सम्बन्धित सेवाग्राही रहे बसेको इलाकामा है सम्बन्धित सेवाग्राही चाहिँ रहे बसेको हैन इलाकामा नै गएर चाहिँ सेवा उपलब्ध गराउनु पर्ने गरी चाहिँ नेपाल सरकारले समय समयमा चाहिँ तोकिएको कार्यालयले है समय समयमा चाहिँ तोकिएको कार्यालयले चाहिँ तोकिए बमोजिमको घुम्ती सेवा सञ्चालन गर्न व्यवस्था हैन गर्न सक्ने छ भनेको छ।